मम्मी हामी आमा छोरीकै त दुःखका कुरा हुन्छन् नि होइन। अब त्यही दुःखका कुरा हुन्छन्, त्यही दुःखका कुरा गर्छौँ, त्यही दुःखका कुरा उयो हुन्छ, हामीले भोगेका कुरा गर्छौँ होइन। हजुरलाई कस्तो लाग्छ भने कस्तो लाग्छ हजुरलाई सम्पत्ति हुँदा कस्तो र नहुँदा कस्तो? मलाई सम्पत्तिमा सबैको हाई हाई, विपत्तिमा खोइ मेरो दाजुभाइ वा हो कि आमा होइन त? एकदम त्यहाँभन्दा अर्थ केही होइन नि त। भने हामी कति ठाउँमा परेका छौँ होइन। के अरे सबैले हामी पनि नाङ्गै त गएका हुँदैनौँ होइन। छोप्ने ठाउँ छोपेरै गएका हुन्छौँ, उनीहरू नि छोप्ने ठाउँ छोपेरै आएका हुन्छन्। मैला पनि लाएर गएका हुँदैनौँ, टालेका पनि लाएर गएका हुँदैनौँ, सबै ठिकै हुन्छौँ होइन। हामी सिम्पल साधारण हुन्छौँ। तर त्यो जुन बोलाका ठाउँमा जाँदाखेरि होइन, तपाईँलाई र मलाई हेर्ने नजर, हामी त्यहाँबाट जाँदाखेरि हाम्रो तल चप्पलदेखिको टाउकासम्म हेरेको हुन्छ। हेर्नु है, धनी र गरिबमा। अनि सुन देखाएको हुन्छ होइन, सुन देखाएको हुन्छ। हामीले चाहिँ लाएर गयो, अब हामी सिम्पलै लाएर जान्छौँ, हामीलाई देखाउनु पनि छैन आवश्यक होइन। लाएर जान्छौँ, जाँदाखेरि हाम्रो सबैतिर हेरिसकेको हुन्छ, भ्याइसकेको हुन्छ। हामीले नमस्ते गरेको पनि हतपत देखेको हुँदैन, हामीसँग बोल्ने तरिकै अर्को हुन्छ होइन। अनि ती गाडी नि सम्पत्ति त्यस्तो रहेछ क्या भन्न खोजेको मैले। अनि ती गाडी लिएर आउँछ नि, गाडीमा मेरी आमै ऊ आइपुगिस्यो, ऊ आइबक्स्यो, आउनु भयो भनेर हतार हतार गर, गाडीमा हाँप र झाँप गरेर गर, शिरदेखि पाउसम्म। उनीहरूका त अब पहेँलै हुन्छ नि त, उनीहरूको त ग्यारेन्टी लाए पनि सुन भयो, हामीले त सुन लाए पनि ग्यारेन्टीवाला भयो होइन। भने त्यो किन त्यसो गरेको होला? सम्पत्तिले नै होला नि जस्तो लाग्छ क्या। त मै जाने ठाउँमा मेरै अधिकारै भएको ठाउँमा जाँदाखेरि पनि मसँग कति मान्छे बोलेनन्। मलाई यस्तो गरेर हेरेँ कि त्यहाँ, किनकि म त्यो अर्कै उसको थिएँ नि त म होइन, त्यो भित्रको थिइनँ नि त। म जाने त ठाउँ थियो, मेरो अधिकार पनि थियो, तर म त्यो उसमा थिइनँ क्या। अनि मलाई हेर्ने अचम्म लाग्यो क्या मलाई हेरेर, मसँग नबोलेका पनि। भने सम्पत्ति भनेको त्यस्तो हुँदो रहेछ मम्मी, सम्पत्ति नहुँदाको यस्तो हुँदो रहेछ। सुन देखाएर, लुगा देखाएर मात्रै धनी हुँदैन, हुन्छ त? जे छौँ हामी नै ठिक छौँ के मम्मी। हामी किनभने सिम्पल देखाउनु कसैलाई नि छैन क्या जस्तो लाग्छ है मलाई चाहिँ। हजुरलाई र मलाई गरेको व्यवहार मैले आज हजुरसँग पोखेको